सम्पूर्ण गुरुगण साथै श्रद्धालु भक्तजन उपासक उपासिका सम्पूर्ण धर्मावलम्बीगणहरूलाई हामी लामा कमिटीद्वारा सम्पूर्णलाई 2570 बुद्ध जयन्तीको हार्दिक शुभकामना ह्याप्पी पूर्णिमा डे भनेर टक्राउन चाहन्छु। आजको दिन बौद्ध धर्मावलम्बीहरूको लागि मात्र नभएर संसारकै सर्वप्राणीको लागि अति उत्तम र अति कल्याणको दिन मानिन्छ र यसै गरी आज देश विदेशमा सम्पूर्ण मानवहरूले मान्छेहरूले शाखा प्रशाखा बुद्ध जयन्तीको अवसरमा बुद्ध पूर्णिमाको उत्सवमा यसरी पदयात्रा गरेर धर्म पूर्ण सञ्चय गरिने मार्गलाई पालन गरिन्छ र आज हामीहरू जति पनि यहाँनिर उपस्थित हुनुभएका पदयात्राको लागि सहभागी हुनुभएका हाम्रो श्रद्धालु भक्तजनहरू सम्पूर्णले बुद्धको शान्तिको मार्गलाई देश विदेश तथा गाउँको सम्पूर्ण ठाउँमा हामीले प्रचार प्रसार गर्ने र हामीले आजको दिनमा अति नै कुशल भएको हुँदा हामीले धर्म पुण्य सञ्चय गर्नुको लागि एकदमै शुभ गरेको छ। त सम्पूर्णले जति सक्दो सबै हृदय सफा मन र दान मन साथै चित्त सम्पूर्ण प्राणीको लागि सोचेर चाहिँ हामीले आजको यो पदयात्रालाई अगाडि बढाउनु पर्नेछ।